वेलकम बैक टू माई च्यानल। सबैजनालाई स्वागत छ। नमस्ते सेवा मेरो युट्युब ब्लगमा। आज चाहिँ बिहान बिहानै उठेर राम्री भएर हामी चाहिँ जाँदैछौँ डिग्रे रुकुम दर्शन गर्न है त साथीहरू। किप वाचिङ। कस्तो छ यो चाहिँ भेरी हो, रिम्नाको सानभेरी ठुलोभेरी साथीहरू। यो ठुलो भेरी यस्तो छ। पारी चाहिँ रुकुम हो, यो चाहिँ जाजरकोट हो। छोरी फ्रुटी खाँदैछौँ। मन्दिरको गेटमा आइसकेको छौँ। डिग्री सिडी चढ्दैछौँ। मन्दिर जाँदैछौँ हामी। छिटो आऊ सानो, छिटो छिटो पछि पछि छिटो आऊ न। टिफिन चरा सानो लाऊ। भगवानलाई चरा माथि 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 हात गर जी गरेर चाहिँ डिग्रे साई कुमारीले रक्षा गर्नु। यो पैसा त्यहाँ हाक्का गर, त्यो पैसा हाक्का गर। पैसा हाक्का गर जी गरेर जी। हजुर अब बत्ती बालामा है सानो। नमस्ते नमस्ते। यो फ्रुटी फाल अब त्यसको होइन क्या सानो। नमस्ते गर न। के हो र तिमीहरू यस्तो गर्ने? खै म बाल्छु फेरि बत्ती बाल्ने। ल अब यहाँ हाक्का गरौँ है सानो। अब हाक्का गर्ने हो कि यहाँ अब खाना खान जाने होइन। छिटो पूजाको प्रसाद समातेको मान्छे हो त तिमी त। ज्ञानी मान्छे। ल म नानी माथि गइसकिन्। यहाँ त धेरै मन्दिर त धेरै रहेछ। छिटो र छोरो एकछिन यहाँ नमस्ते गर्ने हो। यहाँ डिग्रे साई कुमारी बाबालाई नमस्ते गर्ने है। यहाँ 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 छोरी यहाँ नमस्ते गर न। उ त्यहाँ नमस्ते गर्ने। हो क्या साँच्ची हो। तिमी पनि नमस्ते गर त सानो। यस्तै छ हाम्रो नानी फेरि। ल हिँड 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 हिँड्छौँ सानो। कृष्ण बाबा होइन, यहाँ त डिग्रे साई कुमारी बाबा। ल जाऊ जाऊ छिटो 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 हिँड न। तिमी फेरि के हो? मिठाई खान लागि छिन् त अरूले छोराको प्रसाद। अहिले पछि खाऊँ न, पछि हाम्रो यहाँ छ क्या सानो। अहिले खाऊँ हाम्रो यहाँ छ। मेरो छोरा चाहिँ भोक लागिसकेको छ। यहाँ छ हाम्रो। ल तिमीहरू समाउ। ल समाउ। तिमी यिनी त यही समाउँछिन्। छिटो 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 छिटो
यहाँ पनि पूजा गर्ने हो आउ छिटो हामी आइसक्यौँ टप मन्दिरमा दर्शन गर्नु टाढैदेखि भए पनि कसरी हो पूजा गर्ने अब अझै छ धेरै मन्दिरको दर्शन सानो यहाँ यता यहाँ नमस्ते गर फुल चढाऊ बसाला बसाला अब न पूजा गर पूजा छोरी किन्ने गाह्रो छ मम्मी छिटो आऊ छिटो नानी कता गइन् मन्दिर हामीलाई चाहिँ गाह्रो छ धेरै चिज ल्याउनु पर्दो रहेछ छिटो आऊ छिटो मम्मीको पछि पछि मम्मीको यहाँ ठिकठाक मात्रै गराउने के चाहियो फेरि हजुर यहाँ घुम्ने हो रे घुम्ने अझै एकचोटि मात्रै भए आऊ मैया छोरो यता एउटा छोरी आऊ छिटो के कता गयो सानो अर्को नानी खाइ कान्छी खाइ जाऊ कान्छीलाई ल्याऊ छिटो छोरी यता हेर न कहाँ आइछौ तिमी राम्रोसँग समाऊ ल्याउ म समाउँछु ल जाम तिमीले खसायौ त अहिले धेरै भएको यस्तो छ साथीहरू मैले छिटो आऊ सानो छिटो 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 तल रहेछ कि जाने अझै तल हो कि माथि हो कि कहाँ हो साथीहरू यस्तो रहेछ यहाँ त यसरी फुल चढाउनु भएको छिटो छिटो आऊ सानो एस एस पापा नो पापा यस पापा हा 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 ल छिटो 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 हा 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 ल छिटो साथीहरू कहाँ हो कापु यो रहेछ त आइडिया छिटो 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 सानो छिटो यहाँ छिटो यहाँ मन्दिर यो पर कृष्णलाई जी गर ढोकर ढोकर यता छिटो 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 मलाई धेरै ज्ञानी बनाउनु भन यो मिठी पनि चढाउँ खाइ कृष्णलाई मिठी चढाउँ खाइ हेलो हेलो गाइजहरू अब हामी यहाँ पूजा गर्दैछौँ अनि यो मेरो छोरीले मिठाई खानालाई अघिदेखि यहाँ दिइराखेकी छिन् त्यसैले म अब चढाइरहेको छु पहिला शिवमा हेलो हाई गरिदेऊ हाई भन न हेलो गाइज भन न के छ खबर सानो हेलो गाइज नमस्ते भनिदेऊ त हेलो हेलो गाइज नमस्ते आइ आइ जाम अब छिटो जाम है
पहिला आऊ सामु यहाँ न आऊ छिटो छिटो यहाँ किन आमा छोरीले धेरै भइगयो यहाँ 1 2 3 लाई लसम आएन मन कामेरा सबै पानी पर्छ दे मरियो काल्दै पर्छ है काल्दै भाइ जाऊ 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 साथी पनि हुँदैन नानी हामीले नरिवल पनि फुट्सक्यौँ खै नरिवल यहाँ राखौँ ल हिँड समात है राम्रोसँग समात यस्तो समाउ समाउ दुई चारले अहिले त्यही त मम्माहरू साथीहरू स्टेलै बिग्रियो जस्तो छ त जाम सोध्नु आऊ त मन्दिर त यही त रहेछ हामी त कहाँबाट कहाँ घुमेर आयौँ ल यहाँबाट घुमेर माथि फेरि खासमा मन्दिर यही नै रहेछ पूजा गर्ने हजुर डिग्री साईकुमारी मन्दिरको टाढादेखि पनि दर्शन सानो मान्छे कति खाएको के छोरीको त गयो जस्तो सजिलो छैन साथीहरू हामी चाहिँ पूजा सकेर दर्शन गरिसकेको छौँ बल्ल बल्ल खाना आयो लास्टै धेरै भिड छ पछि चाहिँ कति भिड हुन्छ होला हजुरहरू पनि टाढैबाट हेर्छौँ मेरो छोरी चाहिँ प्रसाद खानामा व्यस्त छौँ ध्वजा त देख्नु पऱ्यो साथीहरू देख्नु पऱ्यो म त सक्दिनँ एकछिन है आगे पनि मलाई क्यामेराम्यान बनाएका छ कहाँ बस्या कस्तो फोटो खिच्दिने हो आउँछ कि बरु हामी यहाँबाट जान्छौँ खानामा व्यस्त छिन् छिटो छिटो ओ मम्मीको पछि साथीहरू अब चाहिँ हामी जाँदैछौँ घर ओ छिटो आऊ छोरू एउटा कुरा के साथीहरू यहाँबाट घुमेर कहाँ हो कहाँ लास्टमा पुज्ने ठाउँको यही मेरो रहेछ ल छिटो छिटो आऊ न छिटो आऊ के घुम्नै लडेँ म चढाइसकेको छु प्रसादहरू यहीँ चढाउने हो लास्टमा साथीहरू जस्तो लागेको मलाई छोरी जी गर नमस्ते गर नमस्ते हुँदो रहेछ हो जी गर न छिटो जी गर जाने हो क्या अब जी गर छिटो कति पानी नै आउँदै छ साथीहरू म चाहिँ हाइटमा छु मेरो साथीहरू चाहिँ तलतिर हुनुहुन्छ है अन्तखेरि जहाँ गए पनि साथी न सङ्गी एक्लै रङ्गी चङ्गी त्यस्तो टाइपको मान्छे साथीहरू ओइ सानो सानो मन्दिरदेखि टाटा बाहिर गरेर एक्लै आएको भए त म यहाँ कतिदेखि टाइम लाग्थ्यो होला अझै ल आऊ छिटो जाऊ छिटो छिटो आऊ छिटो आऊ छिटो 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 आऊ हिँड्नुपर्छ आफै हिँड्नुपर्छ मन्दिरमा त साथीहरू अब हाम्रो चप्पल चाहिँ छ कि छैन छिटो
ल हो भेरी गुड यस्तो छ यहाँ ऐतिहासिक छिटो आउनुहोस् छिटो गाई छोरी यस्तो छोरी बोकेको छ जिम्मेवारी धेरै बोक्नुपर्छ छोरी मान्छे भएपछि यस्तो छ ओ साथीहरू यता है तिमीहरूलाई हेलो हेलो गाइजहरू हामी चाहिँ दर्शन गरिसक्यौँ हजुरहरू पनि बिस्तारै आउनुहोस् दर्शन गर्नुहोस् जिन्दगीमा मरिलानु के छ र अनि त्यस पछाडि सब आफ्नो आफ्नो पारामा छन् साथीहरू ग्याङमा त ग्याङमै आछन् कोही टिकटक बनाउँछन् कोही फोटो खिच्छन् अनि यिनीहरूको सङ्गत लागेर हुन्छ त साथीहरू यहाँ टिकटक छुट्टै छ अनि के गर्नु साथीहरू ए हेर त यहाँ गाइजहरू के छ को मिठाई छ प्रसाद छोरीले खाइसकिन् गाइजहरू हजुरहरूलाई पनि दिनुहुन्थ्यो ल्याएर हिँड्नुपर्छ साथीहरू त्यस्तो केही गाह्रो छैन सोचे जस्तो सब आउनुहोस् होइन मेरो छोरी बोक्ने स्टाइल हो साथीहरू स्टाइल तपाईँहरू पनि बच्चा बच्ची ल्याएर आउनु भने यसरी जाइनलाई बोक्ने सुई सुईती हिँड्ने अरू केही छैन साथीहरू गेटमा गेट चाहिँ यस्तो छ अब यहाँ गेटमा दर्शन गरेर फर्किसकेको छ सानो बेबीहरू के छ खबर भोकै चिनिनी पनि अहिलेसम्म अझै हाँसी रमाइलो भएको छ छोरी रमाइलो भएको छ